हेलो हेलो गुड मर्निङ नमस्कार सबैजनालाई। आजको सुन्दर यो बिहानीमा हेर्नुहोस् है, अब म लाग्दैछु बारीतर्फ। हेर्नुहोस् मकै गोड्न थाले, गोड्न भन्दा नि झारहरू उखाल्दै घाँसहरू काट्न धोर्ने बेला हुँदैछ। हामी तिनजना आमा छोरी छौँ है साथीहरू। घर आइयो, टाउको धुँदैछु साथीहरू। धेरै घाम लागेको, गर्मी ज्यादा भइरहेको छ त्यसैले। अनि साथीहरू म चाहिँ चर्च लागेँ आमा सङ्गती, आज सङ्गती हुन्छ। अनि मैले चाहिँ कोपी पनि लगेँ दशंसाको लागि। आज आमा सङ्गती हामी जाँदैछौँ दिदीसँग। साथीहरू के गर्दै हुनुहुन्छ आज मङ्गलबारको बिहानी? अनि हामी चर्च पुग्न लाग्यौँ। अनि त्यो ओह्राली झर्दैछौँ। भर्खर बनाएको सिँढी हो यो साथीहरू। एभोकाड हेर्नुहोस् हाम्रो यसरी फलेको छ साथीहरू। अनि अब चर्च भवनभित्र हामी पस्नै लाग्यौँ साथीहरू। हाम्रो चाहिँ सानो भए पनि प्रभुको महिमाको निम्ति भेला हुँदैछौँ। जय मसीह गऱ्यौँ, त्यसपछि भजन सुरु गऱ्यौँ हामीले आजको दिन। र यस्तै भजन गाउँदैछौँ है साथीहरू। त्यसपछि घर आएँ अनि शुक्रबारे गएँ फेरि स्कुलमा म चाहिँ खाजा बनाउनु जान्छु भन्दा पनि बजारमा चटपटेहरू अब टिफिनमा खानु आउँछ। त्यही भएर म आलु निम्की चटपटे बेच्दैछु है साथीहरू, पानीपुरीहरू। अनि दाइ आउनु भएर जिस्किनु भयो। दाइसँग जिस्किँदै उता यता गर्दै भिडियो बनाउँदैछु। मैले चाहिँ हाम्रो दाइ हो है साथीहरू। अनि म घर फर्केँ अनि गर्मी भयो, एकछिन नाच्नु पो पऱ्यो, हावा खानु पऱ्यो भन्दै टोपी फुकालेर चाहिँ राखेँ मोबाइल। त्यसपछि नाच्न थालेँ। गीत चाहिँ छैन है साथीहरू, नराम्रो नमानिदिनु होला। जानी ननानी नाच्दैछु। अनि फेरि स्टाइल गर्नु पऱ्यो भनेर टोपी लाएर आएँ है नाच्नलाई। अलिअलि नाच्दैछु, गीत चाहिँ छैन। त्यसपछि घर आएँ, गाडी आयो। अनि अलिअलि सामान राख्नुपर्ने थियो, सानो पसल खोलेको छु त्यसैले दियोहरू चौचौहरू बिस्कुटहरू छारेँ। त्यत्तिकैमा आजको चाहिँ दिनहरू बित्यो यसरी नै है साथीहरू। आजको मेरो मिनी भ्लगमा लाइक सब्सक्राइब गरिदिनु होला भन्दै बाई बाई साथीहरू।